असारको तेस्रो साता लाग्दा समेत धनकुटा जिल्लामा करिब 11% मात्रै रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस वर्ष रोपाइँ कम भएको हो। धनकुटाका कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा 40,723 खेती योग्य जमिनमा 4,938.89 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये हालसम्म 11% अर्थात् 543.27 हेक्टरमा मात्रै रोपाइँ सकिएको छ। जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले रोपाइँ कम भएको हो। धनकुटाको महालक्ष्मी, पाखरीबास र धनकुटा नगरपालिकाको तल्लो भूभाग साथै शहीद भूमि, छथर जोरपाटी, चौबिसे र सागुरीगढी गाउँपालिकाका तल्लो भूभागमा धानका लागि खेती योग्य जमिन रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले जानकारी दिनुभयो।